आज जनकपुर एक्सप्लोर गर्ने पहिलो दिन अनि मेरो लागि कम्प्लिटली फरक लाग्यो काठमाडौँ भ्यालीमा ट्राभल गर्नु र जनकपुरमा ट्राभल गर्नु। हेलो एभ्रिवान, आज जनकपुरमा मेरो फर्स्ट दिन र बाबु लिएर म र मनिषा केही ठाउँहरू घुमेका थियौँ। लास्ट भिडियोमा मैले बाबु लिएर काठमाडौँदेखि जनकपुरसम्म कसरी ट्राभल गरेँ भनेर देखाएको थिएँ, त्यो पनि हेर्नु होला है त। नाइट बसमा ट्राभल गरेको भएर हामी पहिला 9 बजीसम्म रेस्ट गऱ्यौँ अनि फ्रेस भएर खाना खाएर 11:30 बजीतिर हामी रुमबाट निस्क्यौँ। हाम्रो प्लान आज जनकपुर धाम रेलवे जाने थियो, बट टुकटुकेलाई सोद्धा त हामी बसेको मेडिकल कलेजदेखि 500 भन्यो त्यतासम्म, अनि हामीले अरू टुकटुके र अटो ड्राइभरसँग सोद्धा बसमा जान सस्तो पर्छ भन्यो। बिचमा भाटबढनी पनि छ भनेर थाहा पायौँ, अनि भाटबढनीसम्म 50 रुपियाँ मात्र भनेको भएर र बाटो पर्ने भएर हामी त्यता गयौँ। पहिला जनकपुरमा जता पनि टुकटुके चल्ने रहेछ, जुन ठाउँ भन्यो त्यही ठाउँ पुर्याउने अनि हिँड्न नपर्ने गरेर पुर्याउने भएर मलाई सजिलो पनि लाग्यो। जनकपुरको भाटबढनी त भक्तपुरको भाटबढनी भन्दा ठुलो लाग्यो मलाई, स्पेसियस लाग्यो। भित्र हामीले सबैतिर डुल्यौँ अनि केही चक्लेट्स किनेर निस्क्यौँ। बाबु चाहिँ घुम्न पाएर निकै मख थियो। भक्तपुरको भाटबढनीमा क्राउड बढी देखिन्छ भने यता चाहिँ मान्छेहरू निकै कम देखेँ, अनि सामानहरू किन्न भन्दा नि टिकटक बनाउन आएको बढी देखेँ मैले मान्छेहरू। त्यसपछि अर्को टुकटुके चढेर हामी जनकपुर धाम रेलवे गयौँ। हामी त्यहाँ 2 बजीतिर पुग्यौँ, तर ट्रेन 3:30 बजीतिर मात्र आउने रहेछ कि त बिहान 8:30 बजीतिर मात्र, सो ट्रेन चढ्ने प्लान क्यान्सल गर्यो हामीले। जान र फर्किन पनि टाइम लाग्छ भनेर हो खासमा। त्यही भएर फेरि टुकटुके लिएर रुम नै फर्किने सोच्यौँ हामीले। फर्किँदा यस्तो स्लो टुकटुकी परेर डबल ट्रिपल नै बढी टाइम लाग्यो रुम पुग्न हामीलाई। राति हामीले मिथिला थाली गयौँ। मिथिला थाली जनकपुरतिर मेन बाटोमा नै रहेछ, बाटोमा देखिने ठाउँमा। थालीको प्रेजेन्टेसन चाहिँ दामी लाग्यो, बट टेस्ट खासै म्याच गरेन मलाई, सो त्यस्तो वाउ लागेन। आजको दिन यस्तै भयो, अर्को दिनको भिडियो नै हाल्छु म है। स्टे ट्युन, थ्याङ्क यू फर वाचिङ। अनि